यो हिजो रसुवाको विनाशकारी बाढी पहिरोको मुहान मैले पत्ता लगाउने कोसिस गरेको छु। यो हेर्नुहोस्, यो रसुवा नाका भिडियोमा देखिएको यही हो। यहाँनिर आएर चाहिँ सबै बगाएको भनेको यही ठाउँ हो। अब यहाँनिर दुईवटा नदी आउँछ, एउटा देब्रेपट्टिको यो त्रिशुली, दाहिनेपट्टिको उँभो चाइना, उँभो तिब्बततिरको हिमालबाट आउने नदी हो। अब यसको मुहान पछ्याउँदै जाँदाखेरि के भेटिन्छ भने यहाँ हेर्नुहोस्, यो एकदमै गहिरो खोला हो, यो नदी हो। त्रिशुली जस्तै एकदम धेरै गहिरो छ। यो म्यापमा यस्तो देखिएको, तर ठुलो र गहिरो छ। अब यसको वरिपरि छेउछाउमा चाइनाको गाउँहरू छैन, एकदम टाढो छ। गाउँ भए पनि टाढो छ, हाम्रो नेपालको जस्तो खोलाको छेउछाउमा छैन। र यो उँभो जान्छ, अझै उँभो जान्छ। उँभो जाँदा जाँदा यहाँनिर जाँदा एउटा भङ्गालो छुटिन्छ र यो यता हिमालतिर देखिन्छ। यो भनेको हिउँ। अब कि त यहाँको हिउँ पहिरो आयो, यताबाट आयो, यताबाट आएको भए यहाँ अर्कै खोला छ, यसरी आउनुपर्ने हो। यहाँबाट हिम पहिरो पनि आएको हुनसक्छ, तर सम्भावना अझै अर्कै छ, यहाँबाट उँभो। अब यहाँ एउटा भङ्गालो छ, फेरि दुईवटा दोभान मिसिन्छ यहाँ दुईवटा नदीबाट। यो पनि नदी नै हो, यो म्यापमा हेर्दा यस्तो छ, तर ठुलो हो यो। र बिचमा यो हिमाल छ, यो हिउँहरू हो सबै। अब कि त यहाँबाट हिउँ पहिरो आयो, कि त अब यसलाई पछाउनु पर्ने भयो हामीले। अब यसलाई पछाउँदै जाँदाखेरि तीनवटा ताल छ, हिमताल। अब यसलाई राम्रोसँग हेर्नुहोस्, यो ताल फुटेको जस्तो या खुलेको जस्तो यो ठुलो ताल हो। यो हेर्दाखेरि म्यापमा अब यति निलो देखिन्छ भने कति गहिरो र कति ठुलो होला यो। अब कि त धेरै ठुलो वर्षा भएर यो यहाँबाट हिमताल फुट्यो, अनि यहाँबाट झऱ्यो, यहाँबाट बग्यो, यो सबै पानी बग्यो, हिमताल फुट्यो ठुलो वर्षाको कारणले। र यहाँबाट झरेपछि यसले दुइटै हिमताल फुटेको हो भने यहाँबाट झरेको हुनुपर्छ। अब अर्को सम्भावना के छ भने यो यहाँको हिउँहरू, यहाँको हिउँ पहिरो झऱ्यो भने, यदि यहाँबाट हिउँ पहिरो गएको भए यो दुईवटा यहाँ आएर मिसिन्छ। यो भनेको ठ्याक्कै दोभान पऱ्यो, र यहाँबाट उँधो आउन थाल्यो। यहाँबाट उँधो चाहिँ कसरी आयो भन्दा, जब हिउँ पहिरो या ताल फुटेपछि त्यो छेउछाउको भरको माटो, ढुङ्गा, धुलो सबै बगाएर चाहिँ तल झारेको हो। अब यति ठुलो छ यो, यति भयावह ठुलो छ। अब यो बिचबिचमा चाइनिजहरूको एकदम सानसानो गाउँहरू छ, एउटा दुईवटा घर छ। उनीहरूले, यो दुर्गम भयो चाइनाको, तिब्बतको, उनीहरूले कसैलाई खबर गर्ने भन्ने चाँच्ने मौकै पाएन। अब यहाँबाट झर्दै यहाँबाट बाढी आयो, सबै बगाउँदै छेउछाउको भित्ता पाखाहरू सबै पहाडहरू भत्काउँदै आएपछि तल सिधै आएपछि त्यो बिचमा कसैलाई थाहै भएन, कसले खबर पनि गरेन। यो सबै दुर्गम पहाडी हो, अब त्यहाँ कम्युनिकेसन पनि छैन होला। यहाँ झरेपछि अनि यहाँ आएर यो ठाउँलाई चाहिँ एकैचोटि सबै सत्यानाश स्वाहा गरेर बगायो। अनि त्यहाँदेखि उँधो चाहिँ नेपाल हो। अब यहाँबाट सुरु हुन्छ उँधो त्रिशुली। अब त्यति मात्र होइन, कति धेरै तालहरू छन्, हिमतालहरू माथि तिब्बतमा। अब यो हिमतालहरू सबै फुट्यो भने कुनै न कुनै दिन फुट्छ। यो धेरै वर्षाको कारण या त हिउँ पग्लेपछि यो तालहरू फुटेपछि फेरि पनि नेपालमा त्यस्तै भयावह हुनेवाला छ, यो पक्का हो। यो अर्को हिमताल हेर्नुहोस्, कति धेरै हिमतालहरू छ, ठुल्ठुलो हिमतालहरू छ। यिनीहरू फुटेपछि तहस नहस पार्ने भनेको हाम्रो नेपाललाई नै हो। सबै हिमताल नै हिमताल छ माथि तिब्बतमाथि हिमालमा। अब यो हिमतालहरू कुनै न कुनै दिन फेरि पनि फुट्छ, फेरि पनि भरिन्छ र तल झर्छ। र हिमतालले बनाएको बाटोहरू यस्तो छ, खोलाहरू। अब यो भरिएर यहाँको माटो, ढुङ्गा, माटो, लेदो, यही चाहिँ हिजो नेपालमा आइपुगेको हो। अब यहाँबाट उँधो झरेपछि
यहाँबाट सुरु हुन्छ नेपाल। अब हेरौँ, खोलाको छेउछेउमै घरहरू छन्, बस्तीहरू छन् हाम्रो नेपालमा। यो सबैभन्दा ठुलो दुर्घटना र दुर्भाग्य भयो। यो सबै, यसको छेउछाउ सबै बस्तीहरू छ। ल हेरौँ, यो सबै बस्तीहरू हिजो बगाएको हो। अब यहाँ कोही बाँच्ने सम्भावनै छैन, किनभने सबै भरिएर आएको छ। जबकि चाइनामा छेउछाउमा यस्तो बस्तीहरू छैन, 1000 मिटर 1 किलोमिटरसम्म पनि। यिनीहरू सबै बगाएको हो। अब यहाँ जलविद्युत यति धेरै ठाउँमा निकालिएको छ, जबकि अब चाइनातिर जाँदाखेरि तिब्बततिर कहीँ पनि जलविद्युत निकालिएको देखिएको छैन। यो सबै बगाएको हो। अब यो जलविद्युत हेर्नुहोस्, करोडौँ खर्च गरेर बनाएको जलविद्युत तहस नहस, यसको केही बाँकी छैन। यो पनि बगायो। अब यता उँधो आउँदाखेरि सबै अब यो छेउछाउतिर घर सहर बस्ती सबै यो बगाएर लग्यो, केही बाँकी छैन। किनभने खोलाको डिलमै छ। अब यहाँ यी अर्को जलविद्युत सबै यो छेउछाउ खोलाको छेउछाउमा घरहरू बस्तीहरू हुँदा सबै केही बाँकी छैन। यिनीहरू यहाँ अब हजारौँ हजार मान्छेहरूको घर परिवार सबै डुबायो। अहिलेको लागि र भविष्यको लागि एकदम उत्तम उपाय भनेको चाहिँ यो नदी किनारको छेउछाउ 3 किलोमिटर 2 किलोमिटर, कमसेकम पनि 2 किलोमिटर छेउछाउ चाहिँ माथि तिब्बतको जस्तो बस्तीहरू सहरहरू कुनै पनि राख्नु हुँदैन। नत्र अघि माथि मैले देखाएको त्यो 8-9वटा हिमतालहरू सबै फुटेर झऱ्यो भने फेरि पनि भविष्यमा यो बाँकी भएको सहरहरू बस्तीहरू सबै बगाउनेवाला छ। कुनै न कुनै दिन फेरि पनि आउँछ। सरकारको ध्यान जानुपर्छ यसमा।